हेलो गाइज वेलकम टु माई ब्लग हाम्रो यहाँनिर सुभाष सर हुनुहुन्छ। हामी चाहिँ अहिले कहाँ छौँ भन्दाखेरि गाइज ल है त त्यहाँले ल हेर्नुहोस् यहाँ ठ्याक्क लाएर कहाँ भन्दा गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट भनेको भैरवामा छ। नेपालमा पनि एयरपोर्ट राम्रो बनेको छ। यहाँबाट 3-4 इन्टरनेसनल फ्लाइटहरू चाहिँ हाम्रो भइसकेको छ। एउटा किरे हो त्यो चर्चिकलाई यसो देखाउनु त केही डान्स हालिदिन्छ। खाँदा ल्याउनु त पर्ने तर ल्याइदिएन हाम्रो हो। हामी चाहिँ अलिकति यता लोकलमा हो मान्छे होइन, त्यही भएर हामी चाहिँ अब लोकल एयरपोर्टतिर होइन त्यो मान्छेलाई अब ल्याएर यतै राख्छ। हामीले चाहिँ अहिले पार्किङ चाहिँ राजा बस्ने गद्दी यही छ नि कहाँ हो त कहाँ छ माथि टपमा होइन हो लोकल हो बस्छ कि माथि बस्छ जनताहरू टक्क तल होइन होइन संसद हलमा यहाँनिर हेर्नु जेनेरेटर रुमहरू चाहिँ त्यो पुरै उस टावर हो कि केलाई के टावर भन्छ त्यहाँबाट अपरेटर टावर अपरेसन गर्ने त्यो उस फिल्ममा छ नि त्यो के अरे ए दाब्नु के अरे लाल बत्ती है ग्रिन बत्ती है हाँ दबा दिया भन्छ नि नै दबाना था भनेर बोल्यो। त्यो कहाँबाट भन्दा यहीँबाट हेर्नु है यहीँबाट हो त्यो चाहिँ लाल बत्ती दबानाको नै दबा अर्कै ठाउँ तर अहिले हामी दुईजना यसो घुम्दैछौँ होइन अन्तरा जङ्सन चाहिँ उता नकिल्जिनु भन्छ होला क्या त्यो भएको कारणले हामी यतैबाट जान्छौँ अब होइन सबै कुराहरू होला हामी यस्तो राम्रो फग लाइट हाल्छ राति त्यहाँनिर चराहरू पनि थियो। हामीले पहिला यतातिर आएर काम गर्दाखेरि चाहिँ त्यो फग लाइटहरू चाहिँ कति राम्रो देखिन्थ्यो क्या। रेस्टुरेन्ट कता हेर्नुहोस् यो चाहिँ यो चाहिँ यो जेनेरेटरहरू भएको ठाउँ हो यहाँनिर डक अब ल हेर्नुहोस् ठिक छ। त्यही भन्नु चाहिँ चाहिँ तपाईँले यही बेलामा एउटा हाम्रो चाहिँ भोकलिस्ट पनि हुनुहुन्छ होइन सुभाष प्रसाद राई सर हुनुहुन्छ होइन। अहिले हाम्रो एउटा मिठो एउटा कविता के गर्नुहुन्छ गजल यो त एउटा पुच्चेलो भन्छ नि तँलाई भोलि लगाएर के अरे त्यो भाइको क्लासमा राखिदिन्छ भोलि भन्ने जस्तो भयो कि नि होइन। ल के छ त ठिक छ। अहिले पेट दुख्या छ अरे हाम्रो सरको तर उहाँको म गजल चाहिँ म पक्कै पनि सुनाउँछु तपाईँहरूलाई कोही दिनमा। आउनुहोस् जेब्रा क्रसिङबाट बाटो कटौँ हामी। यहाँ पनि जेब्रा क्रसिङहरू छ है। ट्राफिक लाइट हुन्छ कि यहाँ चाहिँ नमिल्ने रहेछ क्या होइन यो भिडियो गरेर बेला उतातिर घुमाउनु नमिल्ने रहेछ। आइफोनमा नमिलेको होला यो खै अब आइफोन नभन्नु पनि होला होइन खै के हो यो मोबाइल त मेरै अनुहारमै डाँडा आएन ल सिवाइदिएछु के होला होइन ठुल्ठुलो सामान लगाएर बस्नु। त्यो तपाईँलाई एउटा कुरा थाहै छैन यो एयरपोर्टको बारेमा। यो एयरपोर्टको पारिपट्टि चाहिँ तपाईँको आर्मीहरूको उस छ क्या केही समस्या पर्दैन आर्मीहरू डढेर पछि चाहिँ मैले हल्ला सुने अनुसार यो इन्टरनेसनल पछि लोकल बनाएर अनि उतापट्टि चाहिँ अर्को इन्टरनेसनल बनाउँछ भन्ने सुने हो। यताबाट उता चाहिँ अझै जग्गा कति लिएर पनि उता कति लामो चाहिँ यो ऊ आयो प्लेन आयो नि आयो 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 कि उड्न ला उड्छ नि प्लेन त फेरि साथीहरू तपाईँहरूलाई म प्लेन उडेको पनि देखाउनु मिलेछ भने देखाइदिन्छु। प्लेनभित्र जानु मिल्छ त अहिले मिल्दैन अब यस्तो बोल्छ अनि त्यसो बोलेर कहाँ हुन्छ होइन के को ऊ हो र अब म त मान्छे आएछ क्या ऊ आयो क्या हो यो प्लेन रोक्या जस्तो लाग्यो हाउ मच टाइम यार है। अहिले चाहिँ हामी ठ्याक्कै 7 बजेर बज्नलाई 8 मिनट छ। लाइन गरेर जेनेरेटर चला हो क्या प्लेन भनेर त उड्यो प्लेन उड्यो यो गएको रहेछ उहाँबाट अहिले तपाईँहरूलाई म मिल्यो भने देखाउने छु होइन। हामी के छ तपाईँले बनाउनुहुन्छ कि खै थाहा भएन मैले त्यस्तो लागेन
लगाइदिए प्लेन छ जस्तो लाग्यो हो आएछ ल यो बुद्ध एयर होला त्यो दुईवटा चरा भएको बुद्ध यति हो यो बुद्ध हो नि म त चिन्दिनँ के है बुद्ध रहेछ कस्तो बुद्धले पाङ्गा छोडेर भइरहनु अस्ति कहानी बुद्ध एयरको थाहा भएन यहाँभित्र वेटिङ रुम त रहेछ अब हामी उता बसेर हेरौँ ल उहाँनिर जान पाइन्छ अब प्लेन यसरी हिँड्छ यो चाहिँ अब रनवेको लागि हिँडेर हेर्नु त हावा कस्तो थालेको ओ माई गड लभली होइन अब यता गएर लाइन लगाएर यस्तो दौडिन्छु ऊ यता गएर आउँछ होला सायद के हुँदो रहेछ कता गयो कोही यताबाट उड्छ कोही यताबाट उड्न लागेको प्लेन हो क्या यो उडिसकेको छ यत्रो वहीँबाट उडिन्छ सानो पुन्टे त उड्यो गयो यो ओके अब हाम्रो चाहिँ प्लेन कहाँ आइपुग्यो भनेर चाहिँ हामी यसरी हेर्छौँ यो हामीले जुन देखाइरहेको छौँ यो चाहिँ प्लेन आइरहेको हो उताबाट होइन अब यसलाई चाहिँ हामीले यो flightradar24.com भन्ने साइटमा गएर हेर्न सक्छौँ यसमा चाहिँ देश विदेश सबै विश्वभरिमा जति पनि फ्लाइटहरू छ त्यो सबै हेर्न मिल्छ क्या अब जस्तै हामी कहाँ छौँ होइन अझै यो त अब मैले चाहिँ नेपालमै भएको भएर र प्लेन थाएको भएर खासै धेरै प्लेन हुँदैन अब हेर्न सक्नुहुन्छ यहाँ नेपाल विदेशभरि त कति धेरै छ होइन अब यहाँनिर चाहिँ नेपालको एउटा दुईवटा मात्र फ्लाइट आज चलेको भएर मैले यो हेरिरहेको छु अब तपाईँहरूलाई धेरै डाँडा छ कोही आफन्तहरू विदेश जाँदैछन् भने चाहिँ तपाईँहरूले अब त्यो टिकटमा हुन्छ फ्लाइट नम्बरहरू होइन एरोप्लेनको नम्बर हुन्छ जस्तै यो NY TH75 भन्ने समथिङ छ नि हो यस्तै चाहिँ प्लेनको नम्बर हुन्छ त्यो हो त्यो नम्बर चाहिँ तपाईँहरूले सर्च बारमा हालेर सर्च गर्नु भने चाहिँ त्यो सबै चाहिँ देख्नुहुन्छ यसरी चाहिँ अब प्लेन हामीले कहाँ आइपुग्यो के छ चाहिँ यो हामीले हेरेको रहेछौँ है हाम्रो जस्तै अब यो प्लेन घुमेर लुम्बिनी क्रस भएर चाहिँ लुम्बिनी हुँदै आउँदैछ अब यहाँ कति मिनटमा आइपुग्छ भनेर देख्न सक्नुहुन्छ त्यहाँनिर 4 मिनट देखेको छ यो चाहिँ 3D भ्यू पनि देखिन्छ यो 3D चाहिँ एक्चुअल नभए पनि अब यो लगभग सेम टु सेम चाहिँ बनाएको छ यो है त्यो कारणले गर्दाखेरि अब यहाँबाट आएर चाहिँ अब हेर्न सक्नुहुन्छ प्लेन आइपुग्छ कहाँ आइपुग्यो खोइ त झन् भिडियो गरेको त यहाँसम्म आइपुग्दैन क्या प्लेन आयो रोकिसक्यो रोकेर कि यहाँसम्म आइपुगेन जस्तो छ आयो आयो ल ठ्याक्कै हेऱ्यो नि कस्तो टाइमिङ हो नि राइडरको क्या हिँड्यो नि अब टक्क घुमाएर नि पाचन ल
तर होइन यस्तो सुविधा युज भयो भने मान्छेले टेन्सन भएन नि त प्लेन कहाँ छ कस्तो छ भने सबै हेऱ्यो ल यहाँ आएर मेरो प्लेन यति होल्ड भयो के भयो कसो भयो कसैलाई सोध्नै पर्दैन आफै हेऱ्यो नि होइन यो तपाईँलाई चाहिन्छ यसको बारेमा भने म तपाईँलाई लिङ्क पनि हालिदिन्छु यो फ्लाइट राइडरको होइन तपाईँलाई होइन कि मेरो अरूलाई भनेको भ्युवरलाई सब्सक्राइबरहरूलाई म हालिदिन्छु लिङ्क हालिदिन्छ हाम्रो चाहिँ अब राम्रो भ्लग जाला जस्तो भइरहेको छ यहाँ होइन अब तर हामी हिँडेछौँ आज हाम्रो साथीलाई कुर्दै हाम्रो अलिकति टाइम गइरहेछ ठुलै यार सुटकेस छ भने त टाइम लाग्छ नि आउनलाई फेरि सामान आउनु पऱ्यो ल हेर्नुहोस् यहाँनिर यसो त हामी चाहिँ अब त्यहाँ त्यो ढोकाबाट आउनु पर्ने हो हामी यता बस्छौँ अहिले हामी भिआइपीले यो कारमा प्राडमा लिन हो नि त ल्यान्ड क्रुजर चाबी कतातिर पऱ्यो थाहै भएन कि गाइस होइन यो हाम्रो प्राडो हो गाइस होइन हामी प्राडोमा लिन आएको खै ट्विक गरौँ न फोहोर रहेछ यार धन्नै बसेको म त तेरिका ल हामी चाहिँ अहिले अब यसरी अब एकछिन कुरेर बस्छौँ गाइस अब एकछिन मान्छे आइसक्यो हामी भिडियो गर्छौँ है तपाईँले एउटा गजल सुनाइदिनुपर्छ यही बेलामा त पनि नयाँ कुरा सिकाएँ नि त मैले छ्या तपाईँ त कस्तो रहेछ जति सिकाएँ नि नहुने यार लगाइस अब हाम्रो मान्छे आइपुग्यो जस्तो भइरहेछ होइन है हामी चाहिँ अब लोकल एयरपोर्टमा छ ओहो हाम्रो मान्छेलाई खाना उडाउनु पर्ने विदेशबाट आइपुग्नु भएको छ हेलो गर्नुहोस् ओहो के छ गाडी लिएर हाम्रो त उयो अगाडि सेतोमा है उयो अगाडि सेतोमा त्यही हो क्या टुकटुक पार्नु न टुकटुक पार्नु न ल ल केही भन्नु छ तपाईँलाई हाम्रो अब स्टाफ आउनु भएको छ यस्तो के चक्लेट चाहिँ ल्याइदिनु भयो होला नि यति एयरलाइन्सको हो ल हेर्नुहोस् त यहाँनिर यतिको चक्लेट खान पाएँ यति नै लेख्दो रहेछ नि यहाँ ओके लेट्स गो गाडी यही हो हामी यसैको लागि हो भने चाहिँ अब छोड्ने हो जाने हो यो जापाइदिन नखाल्नु है तपाईँले खल्तीमा हाल्नुपर्छ लाउनु खल्तीमा हाल्नु क्या मिठियामा हाल्नु न बाइकमा हानेर अनि पहिल्यै छ रहेछ यत्रो छ किन बोला त हामीलाई गाडीमा सट्ट बुकिङ गर्ने आउने पठा 1000 रुपियाँमा आइहाल्यो कुन चाहिँ पैसा नभए एयरपोर्टमा टक्क आउने मान्छेहरू त प्लेनमा चढेर आउने मान्छेहरू त सुधै हुनु त हामी अब इन्टरनेसनलमा जाने अब त इन्टरनेसनल फ्लाइट हो नि त हाम्रो अहिले हामी अब इन्टरनेसनल फ्लाइटमा छ आज हाम्रो दिनु न बुढाउसम्म कस्तो हुँदैछ यार विदेशबाट आज जस्तै हुन्छ उही ल हेर्नु त्यहाँ गाइस ल त उयो अगाडि गएर गर्नुपर्छ होला भयो कस्तो फिल भइरहेको छैन राम्रो थियो के विवेक सर तपाईँको युट्युब च्यानलको नाम के अरे जेएमटी फेसबुक पेज के अरे त्यो छोडिदिनुहोस् जेएमटी गाइज हो जेएमटीमा हाम्रो चाहिँ जे मन लाग्यो त्यही हो जे पनि आउँछ कहिले आज खादा पनि ल्याउनु बिर्सेछ टिका पनि लाग्नु बिर्स्यो मैले 47 काटेको थिएँ मलाई फाइदा भइदियो नि त तपाईँ त हजुर होइन पर्दैन भाइ है हाम्रो छ साधन छ अलिक टाढा राखेछौँ क्या बिर्सेर कुन छ अरे हाम्रो साधन तपाईँको त पुरा हामीले ट्र्याकिङ गरिरहेको थियो कि अनि कति मिनट होल्ड गरेर सबै थाहा हामीलाई देखिन्छ रे के थाहा छैन होला त्यसै बट अनि ल भन्नु त कुन साइडमा गएर हो तर मिठाई चाहिँ मिठो रहेछ क्या छ अरू नामै मिठाई हो नि यति गर्नु बच्चाको दिनु त मैले भनेन धेरै हाल्दा तेरो आजको भ्लग यति नै गर्ने
पानमा कन्टेन्ट भयो जस्तो फिलिङ आइरह मलाई हामी इन्टरनेसनल एयरपोर्ट आइसकेका छौँ है तर मजा आउँछ